नमस्कार दर्शकहरू, हामी झापा जिल्ला गौडा नगरपालिका वडा नम्बर कति थाहा छैन, तर गलडुबादेखि अलिकति पूर्व सूर्य विनायक टोल भन्दो रहेछ यसलाई चाहिँ। यहाँदेखि यता गयौँ भने ठेकीटोला कि ठकठके अरे ठकठके ठेकीटोला हो, यता ठेकीटोला यता ठकठके, उता गयो भने पूर्व गयो भने बैगुन्द्रा, पश्चिम गयो भने गलडुबा पुगिन्छ। हामी चाहिँ अहिले घारी जाँदैछौँ। हामी रिपोर्टिङ गर्नलाई झाडीतिर जाँदैछौँ। यहाँ एकदम अजिब ठाउँ, बाटो पनि छैन, आलीमा हिँड्दैछौँ हामी हिँड्दै। मेरो आसमानै अनि एकदम दिल गाडेर गाडेर हुने ठाउँ छ। मकै पनि हेर्नुहोस् कत्रो कत्रो भइसकेको छ, देख्न सक्नुहुन्छ। उतापट्टि फर्किन्छ त हो, यता बुवालाई यसो फर्काउनु पर्दैन त। टोप्पै मान्छे हो क्या, पाहाडबाट भर्खर झरेको जस्तो बुवालाई भिडियो गरेको दर्शकबिनहरू हेर्ने, भिडियो गरेको म पकार्छु भन्छ। अनि हुन्छ त तिमी चाहिँ खोइ त अलगत्र यस्तो थुत्तिमा खोइ यहाँबाट खोइ हो देखिएको छु भने जाँदैन उतापट्टि त के भएको अनि जाँदैन त। रुपीको बच्चालाई के थाहा भने जङ्गलीलाई उनी हो टप्पा नम्बर 1 चाहिँ पाहाडबाट भर्खर झरेको गाउँ। उसको नाउँ भनेको हाम्रो चित्रराज गौतम, चित्रबहादुर हो। चित्रराज गौतम मेड इन गाईघाट है फेरि मेड इन गाईघाट। हेर्नु न अजिब ठाउँ चाहिँ एकदम। टोपाले हेर न घुमेर आँखालेदेखि यहाँ बाहेक चरा वरिपरि वन जङ्गल र खाली जग्गा बाहेक हराभरा बाहेक अरू केही छैन। न दोकान छ, न केटी छ, न दारू छ, न केही छ। फिलुङ्गे बारी मात्र छ अब सबै वहाँ पर हो। फिर्का हुन यहाँ फिलुङ्गे चाहिँ देखाउनु पर्यो नि त अहिले। ल गाइज हेर्नु फिलुङ्गे देखाउनु साइको यहाँ यसो केही मान्छेको खोजीमा हिँडिरहेको। हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला चित्रराज गौतमलाई। यस यस चित्रराज चुतिया मरलाई गाइनु माल खाएर सकेटो अस्ति गाइज ऊ चाहिँ फेरि उसको पार्ट टाइम काम भनेको चाहिँ त्यो जोगीको काम हुन्छ क्या उसको। दान उठाउने तिमी दान उठाउँछ होइन। जोगीको काम एकपल्ट त पाइप काटेर त पुवा पता पनि बनाइहाल्छ केटोले। बाख्रा हान्छ दिउँसो बाख्रा हान्छ त। अनि गाउँमा गएको बाख्रा चिक्रो ब्याउने बनाइरहेको छ घरतिर होइन। बाख्रा देख्नै बिहान होइन 12 बजे राति उठेर त जोगी धोनी हान्न गएको अरे। कुकुरले पनि यति खेदाएको छ, कुकुरले खेदाएर आज मान्छे भएको। हेट धोनी बचाउनु हुँदैन रहेछ, बरु यत्तिकै मान्छे हुनुपर्छ भनेर मान्छे भएको हो। खासमा चाहिँ त्यही हो। अरू यहाँ कुकुरको जिन्दगी हेर्नु, त्यही कुकुरले उसलाई टोकेर ऊ मान्छे भएको। खासमा चाहिँ यही कुकुर हो। यही कुकुरले उसले लखेटेपछि चाहिँ धानको कुनी हेर न कस्तो अजिब अजिब छ। कुनी भनेको जस्तो भएको यस्तो खालको। ए सबै यस्तो रहेछ नि त। उयो यहाँ लगाएर छ नि त फेरि पुरै यहाँ लगाएर। आँखाले देखे जति सबै मेरै जग्गा मैदान बाहेक अरू केही छैन। उसले मुदी दिएको सबै जग्गा भएछ भोलि। त्यस्तो मान्छे जोगी हो क्या ऊ भनेको एकदम। उसले अब उडिरहेको चरालाई पनि एकपल्ट त टुवा पारेपछि पुग्लुकै झर्ने अरे। बान्या गाइने जोगी। अब यहाँ पर आन्टीकोमा चाहिँ भट्टी छ। हिजो पुगेर आएको एक खाएको सुकुटीसँग उसले त खानै सकेन, वाली गइहाल्यो उसको। हुनु पऱ्यो नि जोगीको। पहिले खाँदिनँ पण्डित हो प्योर पण्डित त सुकुटीसँग लम हानेको थियो। ठिकै छ जियोस्, राम्रो छ। माहौल चिसो छ, हाम्रो त घाम लागिरहेको छ। पछाडि पछाडि घरि चाहिँ पाउँछ है मालसम्म र भट्टी है। आउन सक्नुहुन्छ तपाईँ। हाम्रो लिम्बुनी आन्टी अरे एकदम राम्रो मजाको सिस्नी खोलाको छेउमै छ है। सुँगुरको मासु खाने भयो, भुटुवा सेकुवा सबै उपलब्ध छ यहाँनिर। सबै उपलब्ध छ होइन। राँगाको सिकुटी खाने कि कोदोको स्याउको फ्लेभर थाहा हुँदैन। एप्पल फ्लेभरमा पनि छ लोकल अर्ग्यानिक माल। के तिमी देखिरहेको छौ? बबाल छ बबाल देखिरहेछ अहिले। तिमी त रक्सी खाएर कहाँ धेरै देख्छौ त? म थाहा छैन। स्याउ सन्तला पुरा धेरै माटो नि बाउला। यताबाट जाउँ न यता सिटी पनि कुद्दैछ त यो बाटोमा त। यताबाट हेर्नु न सिटी आउनु यताबाट। उहाँ बर्फमा त्यहाँ दोकान छ एकपल्ट पुगेर आउनु भनेको। त्यहाँ सिटी पनि कुद्दैछ है यहाँनिर त। कुद्दो रहेछ सिटी अलिअलि। सिटी नै कुद्दो रहेछ अलिअलि। एकदम यो इन्डियाको किसनगञ्जदेखि नि भित्रभित्र पर्ने ठाउँको वास्तविक रूपमा भन्ने हो भने चाहिँ हामी अहिले एकदम इन्डिया बिहारको
के भन्छ बिहारको बडी मालिका लामो बडी मालिका जाँठो रौदबाट के कता बढ्यो यो जोस् बिहार हो यो बिहारदेखि अब तिम्रो यो डिगल ब्याङ्कदेखि अलिकति पूर्वपट्टि पर्ने हो यो अनि जोस् बकुला नि शिकारको खोजीमा छ बोकाको हेर न ल आँखै छैन त ल सुमितको मित हो कि यो आँखै पछाडि छैन चाहिँ मेरो साथीको मितलाई देख्न सक्नुहुन्छ बोको पछाडि आँखै छैन हेर न त्यहाँ आएको छैन राणाको छैन उहाँहरू त ए छोपिएको छ उता आँखा बोको लास्टतिर नआएर हुन्छ बोकाको आँखै छैन अब इन्डिया भनेको इन्डिया इज नो बिगिनर भन्छ नि त्यस्तै पो भयो त नि उसले रातभरि छाडेर आज हेट सुत्न नसकेर कति खाएको रक्सी नखाऊ त्यत्रो थोरै खाऊ भनेको म त हान्छु भन्छ त्यो भिडियो नि म तपाईँहरूलाई म उपलब्ध गराउँछु नाचेर सुर्के थैलो नाचिदिइरहेको घारीमा एक्लै फेरि सुर्के थैलीमा अब पुरै ल सुर्के थैली खै भन सुर्के थैली खै राखिदिउँ होला है अब एकवटा फलानु फले जसँग पुग्नु पर्यो नि हामीहरूसँग यहाँ बनाउनु ती पक्ड नि त हाम्रो मैले हस्तान्तरण गरिदिइसकेँ फोन अब पछाडि चाहिँ झोला बोक्ने मेरो साथी हो यो फेरि लाँदा झोला बोक्न जान्छ फेरि आउने जोगी हो यो चाहिँ जोगी पनि यस्तो जोगी हो कि पैसा पनि 200-300 टिका लगाएर दिनु भन्न खोज्छ हौ 10 रुपियाँ दिन्छ नचल्छ जोगीलाई तर पहिलाको जोगीको सुहागै धेर 200-300 खोज्छ पैसा यस यस खालि यस यु आर राइट टिप्स माग्छ हौ टिप्स जोगीलाई पनि टिप्स दिन सकिन्छ त सबैतिर घारी छ हाम्रो भूमिकाको घरमै आइपुग्यो बरै छ है स्टुडियोहरूको लु गोल्डुवा साउन्ड सिस्टम देखाइदियो न दर्शकहरूलाई दर्शकहरू यहाँ देख्नुहुन्छ भालु पछाडि जाउँ यहाँ उल्टा देखिन्छ सबैको हेर्नु न जाउँ दोकान कहाँ छ के कहाँबाट